चाहिँ यसरी बानी दिनुपर्छ है। ल सुख्या फुला नमस्ते सम्पूर्णमा। आज चाहिँ यो देखिरहनु भएको छ है, मरिचबारीमा छु। पहिला पनि मैले एकचोटि यो मरिचबारीको भिडियो दिइसकेको थिएँ र धेरैले रुचाइदिनु भएको थियो अनि धेरैले सोध्नु पनि भएको थियो कसरी रोप्छ है, कति बेला रोप्छ, कुन महिनामा रोप्छ भनेर है, कहाँ रोप्दा कसरी रोप्दाखेरि राम्रो हुन्छ भन्ने कुरा एकदमै राम्रो सुविचारले कमेन्टहरू पनि गर्नुभएको थियो। राम्रो भनेर मरिचको गेडा रोप्नुपर्छ कि के रोप्नुपर्छ भन्ने पनि क्वेसन थियो, प्रश्न गर्नुभएको थियो र आज चाहिँ म भन्नु गइरहेको छु यो मरिचको चाहिँ गेडा होइन, मरिचको अब लहरा 2 फुट 2 फुटको अन्दाजमा टुक्रा टुक्रा गरेर रोपिने गरिन्छ। मरिच रोप्ने समय चाहिँ पानी पर्ने सिजन भएपछि चाहिँ वैशाखदेखिको लिएर हामीले असार साउन जतिखेरसम्म, भदौसम्म, असोजसम्म पनि रोप्न सकिन्छ। मरिचको लहरा चाहिँ यसरी यस्तो लहरा है, यो कलिलो चाहिँ यो छिपिएको चाहिँ हुँदैन, यो कलिलो चाहिँ यो पङ्खाडाल पनि हुँदैन, यसको लहरा नै चाहिन्छ। यो लहरा चाहिँ यसको फेदमा निस्किएको छ, यसरी बगेर गएर यो रोप्दा पनि हुन्छ। यो बगेर गएर यसरी उम्रेको छ है, बगेर धेरै लामो लामो लहराहरू गएको हुन्छ यस्तो। यो लहराहरू चाहिँ यसरी तानेर अनि जहाँनेर जरा छ है, यसरी यो अब यो जरा छ नि है, यो जरा निक्लियो, यो जरालाई चाहिँ हामीले यति चट्टा काटेर यति काटेर अनि यो जरा चाहिँ पुरेर रोप्यो भने यो लामै पनि हुन्छ। यसरी यो लामै यसरी यो लामो नै लम्बाइ नै रोप्यो भने यो माटोमा यति चाहिँ पुरिदिनुपर्छ है। यति रोपेपछि चाहिँ यो सर्लक्कै बाँच्छ। यो बर्खामा यो चाहिँ यसपालि रोपेको, यसपालि भन्दामा पनि अहिले यो 1-1.5 महिना भयो है। यसरी रोप्ने साथै यसरी पाउला पाउला दिनु थाल्यो। यो अब बाँच्यो, उता पनि रोपेको छ, यसमा पनि यो बाँधेको छ, छोटो नै रोपेको छ यसरी अनि बाँच्यो अब है। यो चाहिँ अब मर्दैन। यो 2 महिना 1.5 महिना 2 महिना करिबन भयो रोपेको, यसले जरा पनि हानिसकेको छ है। अब यो जराले चाहिँ च्याप्पा समातेपछि चाहिँ अनि माथि गइहाल्छ। यता पनि छ, पर पनि यसमा पनि रोपिएको छ, धेरै रोपिएको छ यहाँ। यता पनि यो थोरै खनेर है, यो थोरै खनेर यसरी यो चाहिँ यो जरा छ, जरालाई चाहिँ अब यो दोबारेर है, नदोबार्दा पनि हुन्छ। यो लामो जरा रहेछ र मैले दोबारेर रोपेको। अब यसरी यो माटोमा थोरै खनेर यतिको पुरिदियो भने पनि भइहाल्छ। यो भयो अब है, यसरी रोपियो अनि थोरै यसो गरेर यो यहाँ सुक्छ भनेर यसरी यो चियाबारीमा हो नि त है, अनि यसरी छोपेर अब राखिदियो भने भइहाल्छ। यसरी रोपियो, यसले यसको यो जराले यहाँ तामुलको यो सुपारीको रुखमा समात्नु पर्यो। अनि यसरी यो कुनै पनि लहराले होस् या चोयाले होस्, बाँसको चोयाले होस्, जसले बाँध्दा पनि भयो। हाम्रो चाहिँ यो सुपारीको ढोकुवा हुन्छ, अनि त्यही ढोकुवाको लहराले बाँधियो। यहाँ यसरी यो गाँठोमा यसरी पर्ने हुन्छ र यसले टपक्क समातेपछि अनि सर्लक्कै बाँध्छ। यो चाहिँ यहाँ यसरी यो टुप्पोहरूलाई चाहिँ टपक्क गरेर यहाँ छ्याप्पा पारेर बाँध्नुपर्छ, नत्र भने यसले समात्नु अलिकति अप्ठ्यारो हुन्छ। यसरी अब यो टुप्पोलाई पनि यसरी ठप्प यो गाँठोमा लाएर बाँधिदियो अनि चाहिँ यो अब सर्लक्कै बाँच्छ है। अब आज झरी पनि छ, पानी परिरहेछ है, धुम्म पनि छ, यो सर्लक्कै बाँच्छ। अब यसलाई चाहिँ चिन्ता गर्नु पर्दैन। बारीतिर चाहिँ यसरी माइफाको रुखमा छ है, यहाँतिर चाहिँ मरिच चाहिँ अब यो वैशाख लागेपछि चाहिँ फल्छ। यसरी कलिलो
चिचिलाहरू लागेको छ बाक्लै नै है। यो चाहिँ भोलिपर्सि थुका थुका हुन्छ। मरिचको गेडा यहीँ हुन्छ। यहाँ चाहिँ रुखमा छ।